यति बेला म काठमाडौँको बस पार्कमा छु। मसँग हुनुहुन्छ एसबिन सर बुटोलबाट। हामी आज काठमाडौँ आएको, हामी फर्किँदैछौँ। यति बेला काठमाडौँको यो बस पार्कबाट विभिन्न ठाउँहरूमा जाने गाडीहरूको लाइन म तपाईँहरूलाई देखाउँदैछु र हामी बुटोलसम्मको यात्रा गर्दैछौँ। म तपाईँहरूलाई देखाउनेछु। यस भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला बाँकी भिडियोबाट है त। साथीहरू, यति बेला काठमाडौँको यो बस पार्कबाट नाइट गाडीहरू जो यो देशको विभिन्न कुनाहरूमा पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड, तराईमा रहेका सबै जिल्लाहरूमा नाइट बस जाने गर्दछ। यस बस पार्कबाट यति बेला बसहरू निस्किरहेको छ साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँबाट एकदम लामो लाइनका साथ बसहरू निस्किरहेका छन्। यहाँ लेखेको छ भैरवा बुटोल काठमाडौँको बस यहाँ रेडी अवस्थामा छ। यतातिरबाट बस आउने तयारीमा छन्, तलतिरबाट बसहरू आइरहेको छ। कसैले मानिसहरू राख्दै हुनुहुन्छ, कसैले मानिसहरू आउँदै हुनुहुन्छ, टिकट मिलाउँदै हुनुहुन्छ। बस बुटोल बस पार्कको काठमाडौँ बस पार्कको यो साँझ पखको दृश्य र यहाँको रौनक छुट्टै छ साथीहरू। यतातिर पनि बस यहाँ रेडी अवस्थामा छ, यो पनि हिँड्न तयारी अवस्थामा छ साथीहरू। यतातिरबाट बस आइरहेका छन्। सबैजनाले यस भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। हिँड्यो हो साथीहरू, बुटोल जाने गाडी काठमाडौँको बस पार्कबाट छुट्यो। मान्छे एकदम प्याक छ है साथीहरू बसमा चाहिँ। किनभने पनि प्याक छ भने आज शिक्षण आन्दोलन फिर्ता हुने अवस्थामा हुनुहुन्छ। आहा, केही कम छैनन् हो साथीहरू। नेपालमा बस नाइट बसहरू खतरा बसहरू छन्। अर्को उता तयारी अवस्थामा छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। एकदम तयारी। गाडीहरू हिँड्न लागिरहेको छ है साथीहरू। यतातिर बस इन र आउट हुने लाइन है साथीहरू। बस आइरहेको छ, यो बस पार्कभित्र छिर्दैछ भने यतातिरबाट वल्लो साइडबाट निस्किने यो चक्रपथको बाटोदेखि बस पार्कमा छिर्ने बाटो साथीहरू। यतातिर यो महल छ भने यतातिर कान्तिपुर महल छ, यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। बसहरू भित्र छिरिरहेको छ र निस्किने पनि त्यस्तै छ। साँझ पखको काठमाडौँको रौनक है साथीहरू। निकाल्दैन गाडी आता कारबाट निकालेको न डियालो मेट्रो पनि आयो, त्यो पनि खाली ल यो डियालो मेट्रो है साथीहरू। उताबाट चढ्ने छन् होला कि। यो चाहिँ डियालो मेट्रो हल खतरा देखिएछ, खतरा साथीहरूलाई हेर्नु। फ्रिजमा त हालिहाल्छ। डियालो त माको सब खाली छ है।
पैसा दिन्छु बल्ल बल्ल। साथीहरू काठमाडौँको यो बस प्रयागमा उभिरहेको बेला सानो भिडियो लिएर उपस्थित भएको थिएँ। सबैजनाले यस भिडियोलाई यति बेलासम्म हेरेर माया गरिदिनुहोस्। सबैलाई धेरै धेरै धन्यवाद दिँदै यस्तै भिडियोहरू हेर्नको लागि यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। हस्त धन्यवाद।